नमस्कार दाइ। नमस्कार नमस्कार के छ सदिक्षा बहिनी ठिकै छ दाइ। ठिकै ठिकै हुनुहुन्छ सन्चै हुनुहुन्छ हजुर तपाईँ त भाइरल हुनुभयो नि यार नि भस्सकै हजुर होइन हजुर, ठ्याक्कै हजुरको घर कहाँ हो पेदी भूमेन 9 चुनबाङ जान पर्दैन हजुर त्यही चुनमाङकै चुम्बाङ तपाईँको छोटो यो बोलेको मैले क्लिप खिचेँ है भिडियो है अनि थोरै सोध्न खोजिरहेको छु कि तपाईँ भाइरल हुनुभयो होइन त्यो ठ्याक्कै त्यो भिडियो खिच्नु भएको थियो नि सदीक्षा बहिनी हजुर त्यो कुन ठाउँको पुल हो दोमै खुला दोमै खोला हो हजुर त्यहाँ पुल भाँचिएको जस्तो देखिन्छ काठको के कस्तो छ नि काठकै हो हो हजुर भाँचिएको हो अहिले होइन बाँचिएको कुहिएर बाँचेको हो ए तलपट्टिबाट खोला होला होइन त हजुर त्यही त त्यो भिडियो चाहिँ अत्यन्तै भाइरल भयो अब हाम्रो प्रचण्ड बाजेले पनि सुन्नुभयो होला होइन हेर्नुभयो होला हजुर ठिक छ एकदमै तपाईँले राम्रो काम गर्नुभयो आफ्नो गाउँठाउँको समस्या देखाउनु भयो नि त होइन मजाले कति क्लासमा पढ्नुहुन्छ तपाईँले 10 क्लासमा कति वर्षकी हुनुभयो 15 वर्षकी हुनुभयो होइन हजुर तपाईँको भिडियो पनि हेरेँ मैले बनाउनु हुँदो रहेछ राम्रो कन्टेन्ट क्रिएटर पनि हुनुहुँदो रहेछ त होइन हजुर एकदम ठिक छ राम्रो काम गरिराख्नु भएको छ तपाईँलाई इन्टरभ्यू लिनको लागि साथीहरू आउँदैछन् क्या दाङबाट मलाई पनि आउनु भन्दै थियो म चाहिँ आउनु सकेन हजुर तपाईँको इन्टरभ्यू यहीँबाट लिएँ मैले एकदमै यो सानो भिडियो क्लिप खिचेको छु म राख्नेछु होइन यो तपाईँले अब एकदम एउटा आफ्नो गाउँको ठाउँको चाहिँ समस्याले मजाले चाहिँ देखाउनु भएको छ होइन त त्यो राम्रो पक्ष हो अनि तपाईँ सानै पनि हुनुहुँदो रहेछ अनि सानै उमेरमा पनि यति धेरै ट्यालेन्टेड होइन भिडियो क्रिएसन पनि राम्रोसँग गर्न सक्ने मल्टी ट्यालेन्टेड प्रतिभावान व्यक्तित्व हुनुहुँदो रहेछ अरू के गर्नुहुन्छ पढाइको अलावा पढेको बेला घरमा काम गर्ने हो हजुर ए अनि ग्वाला सधैँ जानुहुन्छ छुट्टीको समयमा हजुर कतिवटा बाख्रा के अरे भेडाहरू छन् तपाईँको बाख्रा छन् 12-13 अनि त्यो भिडियो बनाउँदाखेरि तपाईँलाई आफैलाई त्यो बनाउँ जस्तो लाग्यो हो कि दाइले चाहिँ नि बना भन्नुभयो आफूलाई पनि डर लाग्छ बनाउन जुन भिडियो भाइरल भएको छ नि त्यो प्रचण्डलाई एकदम डेडिकेटेड गरेर तपाईँले बनाउनु भएको छ नि त हजुर त्यो भिडियो आफैले बनाउनु भयो अनि हजुर प्रचण्डलाई कहिलेदेखि चिन्नुहुन्थ्यो तपाईँले मैले चाहिँ त्यहाँ पारी त्यो पहिले अलिअलि कुरा पनि सुन्थेँ त्यस्तो मैले त्यस्तो नाम पनि याद गर्दैन कि चुनबाङमा एउटा ठ्याक्कै प्रचण्ड बसेको घर भन्ने पनि कहाँ कुन गाउँमा छ तपाईँको त्यहाँदेखि कता हो वाल्नापट्टि हो ए ठ्याक्कै वाल्नापट्टि पाल्नापट्टि त्यही गाउँ हो हजुर हजुर ए प्रचण्डको नाम त पहिलेदेखि सुन्नु भएको थियो हजुर अनि प्रचण्डलाई भोट त हाल्न पाउनु भएन होला तपाईँको उमेर पुगेन होला मैले हाल्ने पनि थिएन ए हो उमेर पुगेको थिएन होला काट थिएन होला होइन उमेर पुगे पनि हाल्ने थिएन पढाइ कस्तो छ सदीक्षा होइन तपाईँको नाम हजुर पढाइ कस्तो छ दामी छ पढाइमा एकदमै ध्यान दिनु होला पछि गएर तपाईँ एकदम बन्नु होला के अरे जर्नलिस्ट बन्नु होला होइन के छ तपाईँको एम भविष्यको भविष्य त्यस्तै के बन्ने को हुनुहुन्छ घरमा दाइ हुनुहुँदो रहेछ के अरे होइन हजुर दाइ मम्मी बुवा म अनि 4 जना दिदीहरूले चाहिँ बिहे गरिसक्नु भएको छ ए अनि पेसा त त्यही होला खेतीपाती बुवा मम्मीको होइन हजुर अनि तपाईँहरू पढ्नुहुन्छ सबैजना हजुर त्यस्तै छ म एक्लै हजुर ओके छ सदीक्षा बहिनी भेट भयो होइन खुसी लाग्यो हजुर हजुर मलाई हजुरको कुराहरु धेरै खुसी लाग्यो हो ल एकदम राम्रो काम गरिराख्नु भएको छ किप इट अप गुड लक